4 घण्टा कुरेर एउटा सिलिन्डर भरे 4 घण्टा बल्ल बल्ल त्यही पनि बल्ल बल्ल। अनि कस्तो हुँदो रहेछ यो? अलि सहज छ कि सस्तो छ कि अलि महँगो छ यो समयमा? यो त महँगो छ नि हजुरको। पहिला ग्यास त 500 600 700मा बालेको, अहिले हजुरको 2060 रुपियाँतिर त महँगो हो नि, धेरै महँगो हो नि। अहिले पहिला यो जुन सरकारले एकचोटि हाफ सिलिन्डर बाँडिरहेको थियो नि, हाफ सिलिन्डर बाँडिरहेको बेला त्यतिखेर तपाईँले धेरैवटा लिनुभयो, त्यस कारण सबै सकिएपछि सबै एउटा सिलिन्डर ल्याउनु पर्दाखेरि धेरै देखिएको भन्ने पनि छ। हजुर यो त होइन 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 बिल्कुलै होइन। हस्, धन्यवाद। तपाईँको शुभ नाम? मेरो नाम बच्चा बाबु यादव। तपाईँ नि ग्यासको लागि आउनु भएको? ग्यासको लागि आउनुभएको। पाउनुभयो ग्यास? ग्यास त अहिले पाएको त हिजोदेखि त्यहाँ हाम्रो बच्चा बुच्चीले पढिरहेको छ यहाँ। हिजोदेखि म यहाँ ग्यासको इन्तजारमा लागेको छु, ग्यासै पाइरहेको छैन। मैले त कस्तो लागिरहेको छ त यो ग्यास पनि नपाउनु पर्दाखेरि? यो त एकदम अचम्मको कुरो छ। अब आजको 21औं शताब्दीमा अब ग्यास पाइरहेको छैन। यो विद्यार्थीहरूलाई त अब कसरी त्यहाँ त पढ्ने हो, अब पढाइमा डिस्टर्ब त्यहाँ हुन लागेको छ। तपाईँहरूलाई त सरकारको विरोध गर्नको लागि एमाले काङ्ग्रेस माओवादीका नेताहरू हुन् भन्ने छ, कार्यकर्ताहरू हुन् भन्ने छ, हो र तपाईँहरू? अहिले अब सरकारको यसमा त हामी गल्ती हेरिरहेको छैन। अब किनभने यो सरकार त अहिले त्यहाँ टाइट भएको कारणले अहिले त्यहाँ टेकुमा त्यो ग्यास मैले पाएको। अब यहाँ सूचीगत ग्यास वितरण भइरहेछ तपाईँको। यो सरकारले बाहिर जस्तै एलपी ग्यास चाहिँ अभाव छैन भनेर अस्ति ग्यासका उद्योगीहरूले पनि भन्नुभएको छ, मन्त्रीले पनि भन्नुभएको छ, सरकारले भनिरहेको छ। यो भित्र चाहिँ त्यो भनिन्छ, बाहिर चाहिँ ग्यासको अभाव छ कि छैन? होइन, यहाँ भित्र तपाईँको के छ, यहाँ म काठमाडौँमा म के हेर्दैछु यो तपाईँको जमानादेखि यहाँ अब ठुलो बाटालाई ग्यासको कमी हुँदैन। अब 2 जना विद्यार्थीले पढिरहेछ, एकजना अब सिँगै त्यहाँ मजदुरहरूले त्यहाँ बाहिरबाट आएर यहाँ काम गर्दैछ। अब उनीहरूलाई त ग्यासको अप्ठ्यारो हुन्छ। ठुला त्यहाँ पसलवालाहरू छन्, 5 स्टार 2 स्टार 3 स्टार होटल छन्, त उनीहरूले त डिस्टर्ब त्यहाँ ग्यासको त्यहाँ कहिले खाँचो हुँदैन। यो के हो? 50वटा सिलिन्डर अब उनीहरूसँग पैसा छ। 50वटा सिलिन्डर त रात उहाँ ल्याएर स्टक गर्नुभयो। अब 2 जना 3 जना विद्यार्थी छ केटा रहेछ। होइन होइन त्यस्तो त छैन। अब किनभने अब सबै कुरो त सरकारलाई त्यहाँ दोष दिने त्यो कुरो त आएन। तर अब जसले डिलर लिएको छ अब उसले त ग्यास ल्याइरहेछ। अब कुन टाइममा ल्यायो, कुन टाइममा कसरी सिस्टमले जनतालाई त्यहाँ प्रदान गर्नुपर्छ, ग्यास टाइममा दिनुपर्छ, त्यो पनि त्यहाँ सोच्नुपर्छ। उनीहरूले त्यहाँ अब भित्रदेखि त्यहाँ ल ठिक छ ग्यास फलाउनु दिन आउनेवाला छ, तपाईँ त्यहाँ के अरे कन्ट्याक्टमा बस्नुहोस्, तपाईँले म ग्यास दिइहाल्छु। उनीहरूले त्यहाँ एउटाको ठाउँमा त्यहाँ 5वटा दिने, 5वटाको ठाउँमा 20वटा दिने। यस्तोमा बिचौलियाहरू छन् कि छैनन् यसो बुझ्नु भएको छ? कति बिचौलियाहरू त छ नि, बिना बिचौलियाको त तपाईँको हुँदैन नि यस्तो काम। यहाँ बिचौलिया छन्? यहाँ पनि त छ नि बिचौलिया। तपाईँ देख्नु भएको छ कोही? म देखाएको छैन, तर म आभासले म हेरिराखेको छु। अब किनभने अब ग्यास आउँछ भने हाम्रो मान्छेलाई त्यहाँ ग्यास त दिइहाल्छ। अब हजुर जानुहुन्छ भने ल ठिक छ पर्सि आउँछ। अब 20वटा थियो मैले त्यहाँ बाँडिहालेँ। अब फेरि त्यहाँ पर्सि आइरहेछ, पर्सि आउनुहोस् तपाईँ। अब पर्सि गयो भने होइन आएन, ल फेरि त्यहाँ 5 दिन पछि आउनुहोस्। कति समय कुर्नुभयो? म त अहिले त मैले त्यहाँ पाइहालेँ। यहाँ कति दिन कुर्नुभयो? मैले 2 दिन कुर्नु? 2 दिन मैले भनेपछि यसो यहाँ पनि बिचौलिया छन्। अब खोइ यहाँ सुसी त्यहाँ पाइरहेछ, यहाँ किन बिचौलिया कुरो भन्ने दिइरहेछ। धन्यवाद। ल हवस् धन्यवाद। नाम? मेरो नाम खगेन्द्र खड्का। कहाँबाट आउनु? म बागबजारबाट। ग्यास पाइएको छ? ग्यास थियो बिहान 6-7 बजीतिर आएको, अहिलेसम्म लाइन लागिरहेको छ। जस्तो अब एउटा गाडी आइस पाइन्छ। कस्तो छ, कस्तो आइरहेछ, तपाईँले कस्तो लागिरहेछ? अहिले ग्यासको अभाव काठमाडौँमा यसरी कुर्नु पऱ्यो, त्यो पनि बिहान 7 बजेदेखि। अब अभाव त अभाव नै हो, तैपनि यति भए पनि जो पाइएको चाहिँ राम्रै हो, पाइरहेछ भनौँ न। भोकै बस्नु परेको छ कि? भोकै खाजासाजा खाइरहेको छ कि। अब गएर खाना खाउँला ग्यास पाएपछि गएर खाना पकाएर खाने त हो नि। अनि ग्यास नहुँदासम्म खाना पकाउनु भएको छैन? खाना अर्को सिलिन्डरले खाना त पकाइरहेको होला कोठामा, तैपनि अब एक एक्स्ट्रा भएपछि ठिकै होला भन्ने कुरो हो। हस्, धन्यवाद। यहाँ दिदी हुनुहुन्छ, हजुरको शुभ नाम? हजुर मेरो नाम स्मिता। ग्यास पाउनुभयो? हजुर लाइन बसेर पाइयो। कति दिन बस्नुभयो? अहिले 2 घन्टा बस्यो। 2 घन्टासम्म? हजुर। कस्तो लागिरहेछ त यो काठमाडौँमा यस्तो ग्यासको अभाव हुँदाखेरि? अलि अब अभाव भएर गाह्रो भइरहेको। यता बिचौलियाहरू पनि भेट्नु भएको छ? कतै देख्नु भएको छ? हजुर बिचौलिया देख्नु भएको छ? त्यो त देखेँ। हस्, त्यही भएर पाइहाल्नु? कस्तो लागिरहेको छ यो काठमाडौँमा यस्तो ग्यासको अभाव छ? यो ठिक लागेको छैन मलाई त, ठिक लागेको छैन होइन। यो ग्यास बसाउसम्म दिए भए वितरण गरेर राम्रो हुन्थ्यो, मान्छेहरूलाई ठाउँ ठाउँमा ग्यास पुग्थ्यो। अब जसको मान्छे छ उसले पायो, अरू पाएन।
ए यहाँ जसको मान्छे छ उसले पाउने बिचौलिया पनि छ नि उसले पायो भनौँ न बिचौलिया छ नि जसको मान्छे आयो उसले पायो जो बुढाबुढी हुन्छ घरमा उसले आउनै पाएन उसले कसरी पायो त ए कतिवटा सिलिन्डर लिनुभयो मैले एउटा ल्याएँ एउटा लिनु एउटा लिएँ त्यो अस्ति जुन हाफ मात्रै बाँड्ने थियो नि एकचोटि त्यतिखेर कतिवटा किन्नु भएको थियो त्यो दुइटा किनेको थिएँ मैले दुइटा लिएर आउनु दुइटा भरेर जानु हजुर पाएँ पाएँ हस् ल थ्याङ्क यू अहिले तपाईँ कुन ठाउँमा आउनुहुन्छ म अहिले यो के ठाउँ भन्छ यसलाई यो टेकु नेसनल ट्रेडिङमा होइन म यहीँको रेठानेवासी हो अच्छा तपाईँ यसो भने यो ग्यासको लागि लाइन लागिरहनु भएको लागि आएको ग्यास सकिएको अस्ति नै भइसक्यो होइन अनि एउटा इन्डक्सन चुलो छ त्यसले मात्रै नभ्याउने भइयो ग्यास सकेर हामी धेरै कुर्यौँ अब ग्यासको आवश्यकता भयो अनि आउँछ भनेर हामीले नाम त टिपाएको छ दिनेहरूले पनि नाम चाहिँ लिइरहेछन् दिएको छैन अनि भएन भनेर चाहिँ नि अब हाम्रो स्टाफ छ भाइलाई लिएर म बुढेसकालमा भए पनि स्कुटर लिएर अघिदेखि बस्न आएको यहाँ कति 7 बजेदेखि खुलेछ होइन भर्खर वितरण हुँदैछ वितरणमा पनि ऊ सार्दै गइरहेछन् तर यो वितरण गरे अब सरकारले यहाँ दियो ठिकै छ ठिकै भन्नु पऱ्यो पाउनु त पाउने भयो नि त होइन तर एउटा के छ भन्दाखेरि यो नेसनल ट्रेडिङमा यस्तो सिस्टम छ कि मोटरसाइकल रोक्ने ठाउँ पनि छैन हिलो माटोले पुरिएछ अरू गर्न छैन यति गरोस् भनेर मैले अरूमा पनि इन्टरभ्यू दिइसक्यौँ होइन अरू यति त गर्न सक्नु पऱ्यो नि हामी त जति पैसा दियो जति दुःख दिए पनि सहेर हामी क्युमा बस्ने हो कति दिन कुर्नुभयो कति समय कुर्नुभयो कुर्नु त अझै आउनुभयो तपाईँ झन्डै 15-20 दिनै कुर्यो नि आजै आएको आउला जस्तो यो 15-20 दिन तपाईँ ग्यासको लागि कुर्दाखेरि त घरमा के थियो सिलिन्डर के इन्डक्सन बालिरहेछौँ अलिअलि ग्यास भएको त्यो सकियो अब हाम्रो 2वटा जति छ होइन अब यो चाहिँ ग्यासको चाहिँ अलि गाह्रो रहेछ हरेक ग्यासमा होइन अनि हाम्रो 2 प्रकारको रहेछन् एचपी छन् एभरेस्ट छ आज एभरेस्ट र एचपी लिएर छु कतिवटा सिलिन्डर ल्याउनु भएको थियो 2टा खालि यो तपाईँहरूलाई के आरोप लाग्छ भने पछिल्लो समय यसो न आरोप लाउँदो रहेछन् तपाईँहरू त एमाले काङ्ग्रेस माओवादीको कार्यकर्ता हो त्यही भएर सरकार विरोध गर्न आयो भने हो र तपाईँहरू होइन हामी म त काङ्ग्रेस पनि होइन एमाले पनि होइन केही पनि होइन म त स्वतन्त्र जनता हुँ होइन तर स्वतन्त्र भएर चाहिँ बाँच्ने गाह्रो रहेछ होइन अरूले सबैले झोले भन्छ हामी झोले बन्न चाहँदैनौँ तर स्वतन्त्रताको नाउँमा चाहिँ नि जस्तै कसले भने हो चुपचाप घन्टी छाप भने जस्तै जनताको धाडमा चाहिँ नि जनताको धाडै सेक्ने गरिकन त्यस्तो तराप चाहिँ पार्नु हुँदैन जनतालाई सहजी गर्नु पर्यो राम्रो प्रश्न हुनु पर्यो अब यो तपाईँको चामल किन्न गयो चामलमा मसँग त्यो बिग मार्टमा किन्छौँ हामी त्यहाँ कति अस्ति 1800 जाने चामल किन्यो अहिले झन्डै 2600 छ हेर्नुहोस् है मसँग त्यो प्रमाणित छ तपाईँ हेर्न चाहन्छ त्यो देखाउँछु होइन मैले खिचेर आएको चामल किन्न जाँ त्यहाँ त रेट फिक्स हुन्छ होइन तर म यो भन्न चाहन्छु हरेक पसलमा रेट चाहिँ मूल्य सूची अनिवार्य हुनु पऱ्यो डेट चाहिँ हुनै पऱ्यो सरकारलाई यो चाहिँ ज्ञान सुझाव दिन्छु म र यो चामलको 4 महिना सरकार आएको छैन यसरी भाउ बढाउनुको अर्थ के हो अनि तपाईँ पहिला ग्यास भर्दाखेरि र अहिलेमा कतिको महँगो रहेछ पहिला त मलाई त्यो ग्यास कति छ भने थाहा भएन हेर्नुहोस् है पहिला हुन्छ अब स्टाफहरूले ल्याइदिन्छन् होइन कि तपाईँ यसरी आफै आउनु पर्यो आफै आएँ किन भन्दाखेरि अब आज आइतबार छुट्टी पनि भयो होइन हाम्रो स्टाफहरू भाइ पनि भएको अहिले त्यो बाटो आउँदाखेरि सजिलो पनि भयो होइन अब 2टा ग्यास लिनलाई स्कुटीमा भ्याइन्छ भनेर स्कुटी लिएर आयो स्टाफ पनि लिएर आयो तर ग्यासको कति मूल्य हो भने त्यो चाहिँ मलाई थाहा भएन यहाँ चाहिँ बिचौलियाहरू छन् कि छैनन् यहाँ त बिचौला त देखेन यहाँ त अहिले सबै कुरा सिस्टमले चलिरहेछ तर यसमा चाहिँ नि बिचौले आउनु हुँदैन यस सिस्टमले सहज गर्नुपर्छ तर यस सबैजना भक्तपुरदेखि पनि आएको देखेँ तर यहीँ आउनुपर्छ भन्ने छैन भक्तपुरमा पनि यस्तो राखोस् र अनि काठमाडौँ राख्नुहोस् ललितपुरमा राख्नु पर्यो र अर्को म यो साथी भाइलाई के भन्न चाहन्छु म चिनी पनि लिन आएको चिनी पनि कस्तो छ भन्दाखेरि त्यो सस्तो बजार भन्नेतिर जाने त्यहाँ चिनी नै छैन भनिदिन्छ अरूतिर गयो भने 105, 10 त्यसरी लिँदो रहेछ उद्योगीहरूले सरकारले अस्ति मन्त्री परिषदको बैठकको निर्णय अथवा प्रधानमन्त्रीले उद्योगीहरूसँग बसेर छलफल गर्दाखेरि बाहिर ग्यासको अभाव छैन भनेछन् उद्योगीहरूले हो र के भन्नुभयो मैले अलिक उद्योगीहरूले चाहिँ खासै ग्यासको अभाव बाहिर भने जस्तो छैन अलिक बढाएर यस्तो भइरहेको हो भन्ने खालको कुरा पनि आइरहेको रहेछ हो र खै ग्यास त सर्टेजै देखेर त म यहाँ आइपुगेँ नि त होइन सरकारले के गरेर थाहा छैन त्यहाँ बसेर मात्रै हुँदैन अब यसरी यहाँ पनि अनुगमन गर्नु पर्यो र यसलाई चाहिँ अब सिस्टमेटिकले अब यो यहाँ एउटा के अब उहाँले दिनेले पनि दिइरहेछ लिने पनि लिइरहेछ तर मैले यहाँ एउटा के देखेँ भन्दाखेरि मोटरसाइकल लिएर आएपछि राख्ने ठाउँ सहज हुनु पर्यो र यहाँ चाहिँ सिस्टमेटिक के हुनु पर्दाखेरि 6 बजे होइन कति बजेदेखि वितरण गर्ने त्यो बजे आउनु पऱ्यो टक्क पैसातिर लिएर जानु वातावरण त्यति भए पनि बनाइदिनु पऱ्यो 6 बजेदेखि लाइन बस्यो
अहिले अब कति बजे तपाईँ 2 बजे भात पनि खाएको छैन होइन यो चाहिँ यो पनि रमाइलो भएन कमसेकम यति चाहिँ गरौँ न अब चामल महँगो पारिहाल्यो ग्यास सर्टेज पारिहाल्यो अब यो चाहिँ पानी चाहिँ आउने वितरण गर्ने छ नि तपाईँको मेलेन्ची धारामा पैसा तिरेकोमा त्यहाँ पनि आउँदैन बत्ती पनि बिजुली छ्यापछ्याप गर्छ होइन अब सबैले दोष दिन्छ सरकारलाई दिन्छ सरकारको चाहिँ यसमा ध्यान जाओस् सरकार टिकिरहोस् भ्रष्टाचारलाई कारबाही गर्ने गरोस् व्यक्तिलाई होइन भ्रष्टाचारलाई कारबाही गरोस् होइन त्यो भ्रष्टाचार गरेको पैसाबाट ग्यास उद्योगहरू खोलोस् र यहाँ मलहरू बनोस् होइन पानी पनि ट्याङ्कीबाट चाहिँ यो मेलेन्चीको धाराबाट दिनु सक्यो ट्याङ्कीबाट ल्याएर दियोस् उहाँले सक्नुहुन्छ मलाई काम दिनु मलाई पैसा चाहिँ पर्दैन म सेवा गर्न तयार छु हस् है यति चाहिँ तपाईँले यो बालेन्द्र सरकारलाई पुऱ्याउनुहुन्छ कि कसलाई पुऱ्याउनुहुन्छ हामीले सामाजिक सञ्जालमा हाल्ने अनि मेरो उहाँलाई भेटाइदिनुहोस् न तपाईँले हालेपछि तपाईँ त बिचमा पुल जस्तै भयो ब्रिज भयो होइन उहाँलाई भेटाइदिनुहोस् मैले सक्ने काम म गरिदिन्छु र साथसाथै यो पनि भन्छु म यो ठानेवासी भएकोले म धेरै इन्टरभ्यूमा पनि अरूमा पनि दिएँ यो जुन चाहिँ नि जाम भइरहेको छ ट्राफिक सिस्टम ट्राफिक सरहरूले विभिन्न 32 अर्बको हुन्छ हामी अहिले यसको कुरा सकेँ है त यो पनि गर्न म तयार छु ल म सेवा गर्न तयार छु है त सर यो पछाडि हेर्न सक्नुहुन्छ यति धेरै लाइन बसिरहनु भएको छ यो घन्टौँदेखिको लाइन हो यो बिहान 6 बजेदेखि 7 बजेदेखि आएर मान्छेहरू अहिलेसम्म पनि यो लाइन बसिरहेका छन् र उहाँहरूको पनि हामी कुरा सुन्नेछौँ कति बजीसम्म लाइन बसिरहनु भएको रहेछ लाइन बसिरहनु भएको मान्छे हुनुहुन्छ मलाई सुन्नेछौँ सर हजुरको शुभ नाम मेरो राजराम कति बजीदेखि लाइन बसिरहनु भएको छ 10:30 बजीदेखि 10:30 हजुर कस्तो लागिरहेको छ यस्तो कस्तो लाग्नु नि नरमै लागिरहेको छ नि यस्तो घाममा टट्टिएर होइन सरकारले त्यो अनुसारले उ गरेको छैन त्यो गरिदियो भने राम्रो हुन्थ्यो अझै ग्यास लिएर जाने अवस्था छ कि के छ चान्स आउँछ होला यो नाम टिपाइसकेपछि त्यतिखेर पाइहाल्ने हो कि के हो त्यही होला सायद नाम टिपाउनु त्यतिखेर ग्यास पाइहाल्ने हजुर हो यहाँ हजुरको शुभ नाम मेरो नाम मिनराज देवकोटा कस्तो लागिरहेको छ यसो सिलिन्डर बोकेर लाइनमा बस्नु कस्तो लाग्ने यस्तो घाममा बसिरहँ कति बजीदेखि आउनु अहिले 1.5 घन्टा भयो 1 घन्टा पुग्नु के छ अनि यहाँ त्यहाँ पुग्ने बित्तिकै नाम टिपाउने बित्तिकै ग्यास पाइन्छ कि के छ अब हेर्नुपर्छ अर्को लोड पनि आउँछ भन्दा हुनुहुन्छ के अरे बस ओके थ्याङ्क यू अब यहाँ पनि यत्रो लाइनमा हुनुहुन्छ हजुरको शुभ नाम मेरो भाइ हाम्रो बोल्दैन हजुरको शुभ नाम मेरो मनिष खान्थाहरू कस्तो लागिरहेको छ यसरी ग्यास सिलिन्डर बोकेर यसरी लाइनमा बस्नु पर्दा अब के गर्ने अभाव परेपछि बोक्नै पर्छ खाना खानको लागि त ग्यास चाहिँ चाहिन्छ कति दिन बस्नुभयो यो ग्यास बिल लगभग 5-6 दिन 5-6 दिन के थियो त्यो अलिकति जुगाड गर्ने थियो कि बोकै बस्नु यतिकै होइन हाम्रो राइस कुकर थियो त्यसमा हालेर अलिक काम चलाइरहेको थियो त्यही हो 6 दिनसम्म राइस कुकर 5 दिनसम्म 5 दिनसम्म हजुर अनि यहाँ आउने बित्तिकै त्यहाँ नाम टिपाउने बित्तिकै पाइन्छ अब त्यो त मलाई त्यो नियम थाहा छैन तर अब सुनेअनुसार त्यहाँ नाम टिपाउने सिलिन्डर लिएर जाने कतिवटा सिलिन्डर ल्याउनु भएको छ म एउटा मात्र सिङ्गल हो हस् रूपमा पाएका छन् क्या